सो गाइज वेलकम टु द पार्ट 3 ब्लग अफ गोसाइकुण्ड। यो चाहिँ यो ब्लग चाहिँ गोसाइकुण्डदेखि लिएर सूर्यकुण्डसम्मको हुनेछ। यो चाहिँ हामीले प्लान गरेको थिएनौँ। गोसाइकुण्डसम्म प्लान थियो हाम्रो, त्यसपछि अनि त्यहाँबाट छोटो डेस्टिनेसन नै सूर्यकुण्ड पुग्न सकिँदो रहेछ 1.5 घन्टा 2 घन्टामा हिँडेर। त्यही भएर अनि हाम्रो यो गोसाइकुण्डदेखि लिएर सूर्यकुण्डसम्मको ब्लग हुनेछ। सो लेट्स मुभ। अब चाहिँ हामी जान लागेको यहाँ सूर्यकुण्ड 46 10 मिटर छ, 2 घन्टा लेखा छ। अब हेरौँ चाँडै पुगिन्छ कि उकालो छ अलिअलि यार। पुरै उकालो छ त यो डाँडासम्म होला होइन? डाँडासम्म अलिक बढी हो, त्यहाँबाट त फेरि यस्तो यता लागेर टाढा नै छ। त्यहाँबाट पैसा यस्तो माथि टपमा पुगेर यसो भित्र आयो नि। अब अहिलेको यात्रा चाहिँ हाम्रो सूर्यकुण्डतिर छ। हामी हिँड्दैछौँ अहिले। जाडो भएर चाहिँ एकदम बाटो पनि बन्दैछ। टक्क यो डाँडा कट्नुपर्छ। उकालो यो चढे चाहिँ बल्ल अनि त्यसो उकालो आउँछ भन्नु भादाहरूले। हेरौँ अब सूर्यकुण्ड हिँड्न थालेको 3 बजे छ ठ्याक्कै। लगभग अब कति लाग्दो रहेछ टाइम हेरौँ। बोर्डमा चाहिँ 1 देखि 1.5 घन्टा लाग्छ भने छ। हेरौँ के हुन्छ कसो हुन्छ। हामी सूर्यकुण्ड जाने बाटोमा छौँ। पानी परेर यहाँ हेर्नुको रोड चाहिँ बसेको छ। यहाँ सानो घर जस्तो सानो छाप्पु बस्ने बाहिर ओ ठोक्यो ठोक्यो आउँदै हुन्थ्यो दाइहरू चाहिँ। अघि दोस्तोमा अघि मिटर तल छ। यहाँ प्रकाश दाइ चाहिँ आउँदै हुन्छ हाम्रो। हो अघि त्यो पहिला रेनबाट उडेर बसिरहेको बसिरहेछ। पानी परिरहेछ। हजुर अहिले चाहिँ पानी परेर हामी यहाँ बस्दैछौँ। मित्रहरू यहाँ छन्। अब यहाँबाट फेरि हिँड्दैछौँ हामी। अब पानी परेर रुखमा भइरहेछ। सो गाइस तपाईँहरूले चाहिँ यहाँ आउँदाखेरि चाहिँ ल्यान्डस्केप भ्यू चाहिँ एकदम दामी दामी देख्नुहुन्छ। ल्यान्डस्केप भ्यूको लागि एकदम बेस्ट छ। सो यहाँ हेर्नु अहिले घाम लाग्दैछ, अघि पानी परिरहेको थियो। ल्यान्डस्केप भ्यू पनि बवाल छ। हाम्रो केटाहरू चाहिँ आउँदैछन्। अगाडि आउनु चाहिँ हाम्रो युनिक बोय हो। युनिक बोय त खास फेसबुकमा चाहिँ नाम हो। खास यिनको नाम चाहिँ अजित चौधरी हो। तर फेसबुकमा चाहिँ सोसियल मिडियामा चाहिँ एकदम युनिक बोय भनेर राखेको छ यिनले। अनि उता हाम्रो आउँदै गर्नु भएको दाइ चाहिँ प्रकाश दाइ। यो परको चाहिँ पोइन्ट लाएर आउँदै रहेको उहाँको चाहिँ हाम्रो अङ्कित मित्र। दाइ पनि आउँदै हुनुहुन्छ। यो चाहिँ अग्निकुण्ड रहेछ गाइज। हामी सूर्यकुण्ड, अग्निकुण्ड, अब सबै कुण्ड बिस्तारै बिस्तारै भेट्दैछौँ।
हात चाहिँ धेरै हल्लिरहेको छ, जाडोले पनि हो अलिकति त। अनि बाटो पनि त्यस्तै ढुङ्गाको बाटो छ। अनि दाइहरू चाहिँ आज कता बस्नुहुन्छ? वहीँ बस्नुहुन्छ? अनि भोलि फर्किने हो तपाईँहरू नि? हामी पनि भोलि बिहान त्यहाँ गएर अनि उतै सिधै एकैचोटि धुन्चे निक्लिने भन्ने विचार गरेँ। अनि बस पाइन्छ त? तपाईँहरू कतिजना? हामी 3जना छौँ। 3जना मात्रै, एकजनाको बाइक छ, 2जना चाहिँ बसमा जाने। ए ल त्यसो हामी रिजर्भ गरेर जाने अब के अन्त बसमा कति पर्दो रहेछ? 690 लिएको थियो। ए हामीलाई त्यो सस्तो पऱ्यो झन् त्यस्तो 1000 रुपियाँमा 9जना भयो भने त हामी 7 छौँ होइन? हजुर हामीले 10,500 दियो, अब 11,000 लियो अरे एकछिनलाई मानौँ भने। हजुर हजुर एकजना 1100-1200 पऱ्यो, हजुर। आनन्दले पुगिन्छ। अब राति नै पुग्यो भने त्यहाँबाट अब घरतिर फर्किनुपर्छ फेरि। काठमाडौँ यहाँ नबस्ने कि अब यो आनन्द लिइसक्यो होइन, रमाइलो लिइसक्यो। तपाईँहरू चाहिँ काठमाडौँ कता हो नि दाइ? हामी कोही सानेबा, ए कोही चाहिँ यता के अरे ठाउँ ठाउँको छौँ ब्लक ए ए काम गर्ने। राम्रै छ, दाल भात खानु पुगेको छ। त्यही हो, दियोस् अरूलाई काम गर्नु। विवेक ओ के कुण्ड हो सोध त विवेक, यो के, यो कुन कुण्ड हो? यो कुन कुण्ड हो? म्याप छैन दाइ। तिम्रोमा हेर न त, तिमी हामीले कसरी हेर्ने? दाइहरू ब्रह्मणस्पतान शृण्वन्नोतिभिसीदसादनम् प्रणो देवी सरस्वती वाजेभिर्वाजिनीवती धीनामभित्रयवतु गणेशाय नमः सरस्वत्यै नमः श्रीगुरुभ्यो नमः हरि ओम्। ॐ भद्रं कर्णे विष्णुयाम देवाः भद्रं पश्येमाक्षवीर्यजत्राः स्थिरैरङ्गैः स्तुष्टुवागुंसस्तनूभिः यशेम देवहितं यदायुः स्वस्ति न इन्द्रो विद्यस्रवाः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति नस्तारिक्षो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्ददातु। ॐ शान्ति शान्ति शान्तिः। समस्त लोकाः सुखिनो भवन्तु, समस्त लोकाः सुखिनो भवन्तु, समस्त लोकाः सुखिनो भवन्तु। ॐ शान्ति शान्ति शान्तिः। ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव वन्दनान् मृत्योर्मोक्षीयमामृतात्। ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव वन्दनान् मृत्योर्मोक्षीयमामृतात्। ॐ सो फाइनली गाइज हामी सूर्यकुण्ड पनि आइपुग्यौँ। पोस्ट 610 मिटर। अब यहाँबाट हामी चाहिँ गोसाइकुण्ड फर्किन्छौँ। दाइ चाहिँ अब माथि उता मेलम्चीबाट निक्लिन्छ यहीँबाट गएर। अब दाइसँगको हाम्रो यात्रा यहीँसम्म मात्र थियो। सो अब दाइलाई चाहिँ टाटा भन्दै यहाँ माथि हाइटसम्म पुगेर दाइलाई चाहिँ बिदाई गर्छ। हामी यहाँबाट फर्किन्छौँ। एकदम दामी छ। ओ अटो फोकस पनि लिन छोड्यो। अब आफै के भयो कुचो बाटो जाने तपाईँ? सूर्यकुण्ड चाहिँ यही गाइस तलको। त्यहाँ एउटा ग्रुप हुनुहुन्छ हाम्रो साथी अमित पनि त्यहीँ छ। सो अब यहाँबाट चाहिँ हामी त्यहीँ गएर बस्छौँ अनि त्यहाँबाट गोसाइकुण्डतिर फेरि राख्छौँ आफ्नो होटलतिर। एकदम रमाइलो दृश्य छ। सो दाइ अनि ल तपाईँ अब हाम्रो आउने भ्युवरहरूलाई के भन्न चाहनुहुन्छ? कस्तो रह्यो एक्सपिरियन्स? एकदम मजाले भनिदिनु। भनेदेखि
त्यो चाहिँ मोस्ट भिजिट ठाउँ हो यो दुईचोटि चाहिँ आफ्नो चोइसको टाइम कुरा हो तर वान टाइम चाहिँ मोस्ट भिजिट यति मात्र त्यति होइन अब दाइ चाहिँ यहाँबाट उता लाग्नुहुन्छ हामी चाहिँ यहाँबाट सिधै अब गोसेकुण्डतिर जान्छौँ ल दाइ चाहिँ अब लाग्नुहुन्छ अब दाइले ह्यान्डसेक गर्दै अब हामी चाहिँ बिदा गर्छौँ यहाँबाट ल है त राम्रोसँग जानु ल भाइ साह्रो गाह्रो पऱ्यो भने जाऊ ए फोन नम्बर गर्नु होइन फोन नम्बर दिइराख फोन हुन्छ हुन्छ दाइ म तपाईँलाई नम्बर दिन्छु तपाईँको मेल पनि दिनु न मलाई है म मेसेज गरिदिन्छु ए हुन्छ हुन्छ दाइ सो एकछिन है, यो सूर्यकुण्ड हो गाइजहरू यही हो अटो फोकस आफै जान्छ के भयो एउटा ग्रुपको साथीहरू चाहिँ उहाँ हुनुहुन्छ हाम्रो तल सूर्यकुण्डको तलै अब हामी यहाँबाट छुट्टिन्छौँ दाइ र हामी एकदम ट्रिप रमाइलो भयो दाइ सोलो हिँड्नु भएको रहेछ हामीसँग नि हामी पनि तिनजना मात्र थियौँ रमाइलो भयो ट्रिपमा यही हो साथीहरू एकचोटि चाहिँ आउनुपर्ने ठाउँ रहेछ त्यही हो अरू त म केही भन्न सक्दिनँ अब मतलब वर्डै छैन कि भन्नलाई होइन त्यही हो अब तिम्रो फोन नम्बर भन मेरो 98 ल दाइ चाहिँ अब उता लाग्नुभयो अब हामी यही तलतिर लाग्छौँ आफ्नो गन्तव्यतिर गोसाइकुण्ड पछि एडिट गर्न मिल्छ क्या यहाँ चाहिँ दाइ जानुभयो दाइ जानुभयो अब हामी पनि जाउँ हामी पनि जाउँ सो गाइस म चाहिँ हाम्रो ग्रुप मेम्बरहरू सबैलाई धन्यवाद भन्न चाहन्छु उनीहरूको बिना यो ट्रिप चाहिँ एकदम रमाइलो हुँदैन थियो प्रकाश दाईलाई पनि धेरै धेरै धन्यवाद अनि हाम्रो अजित चौधरी युनिक बोय अनि अङ्कित दोस्त हाम्रो एकदम ट्रिप एकदम असम राम्रो भयो सो थ्याङ्क यू गाइज फर दिस असम ट्रिप सो अब यही हो गाइज सो अब तपाईँहरूले अहिलेसम्म मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्नु भयो भने सब्सक्राइब गर्नु होला अनि छेउमा रहेको बेल आइकनलाई हिट गर्न नबिर्सिनु होला सो सी यू इन द नेक्स्ट भिडियो टिल देन बाई बाई जय नेपाल